बलात्कारपछि बलात्कार हुनु मारिनु यी सबै घटनाहरूले आज नेपाल सरकार यसप्रति गम्भीर छैन भन्ने कुराको प्रमाण हामीले पायौँ। त्यसपछि हामीले यो घटनालाई पार्टीलाई अझै पनि कमजोर बनाउनको लागि भन्दैनौँ। यसको हत्यारा हामी प्रेमिका होइन, हत्याराहरूलाई चाहिँ कुनै उमेरको हटबन्दी होइन, उनीलाई कडाभन्दा कडाई कारबाहीको माग गर्छौँ। र आज देशैभरि हाम्रा जिल्लाहरूमा मोर्चाको तर्फबाट नै सभाहरूको आयोजना गरेर हामीले प्रशासनबाट सिडिओ कार्यालय मार्फत गृह मन्त्रालयमा पनि यसको माग ज्ञापन पत्र, खबरदारी पत्र, ध्यान आकर्षण पत्र पठाएका छौँ। मैले अहिले धेरै कुरा राख्दैन। आजैदेखि हामीले देशभरिका कुनै पनि जिल्लाहरू बाँकी नरहेर सबैलाई यो निशा विरुद्धको न्यायको पक्षमा उभिनको लागि राजनीतिक दल, संस्था, भातृ सङ्गठनहरू र सम्बन्धित आयोगहरू, निकायहरू सबैलाई अपिल गर्न चाहन्छौँ। र विद्यार्थीहरू, तपाईँहरूलाई लाग्ला विद्यार्थीको हत्या भएको छ, विद्यालयहरू चुपचाप शिक्षक र विद्यार्थीले यो कुरालाई जान्नुपर्छ भन्ने कुरालाई म यहाँ राख्न चाहन्छु। पत्रकार मित्रहरू, विद्याकर्मी साथीहरू, सबै सुरक्षाकर्मीको उचित रूपमा न्याय दिलाउनको लागि सबै लाग्नुहुन्छ भन्ने गर्न चाहन्छु। र सुरक्षा निकायका र सम्बन्धित नेपाल सरकारका सम्बन्धित निकायहरू पनि यसरी नै लाग्नुहुनेछ भन्ने कुरा चाहिँ म यहाँ राख्न चाहन्छु। हामीले चाहेका छौँ निशा विरुद्धको न्याय होस्। यहाँ निर्मला पत्रदेखि निशा विरुद्धले न्याय पाउनुपर्छ र भर्खरै सुर्खेतमा घटेको घटनाले त्यसै स्तब्ध भएको कारणले हामी अब आन्दोलनको बाटो सिवाय उहाँलाई न्याय दिलाउने अर्को बाटो देखेका छैनौँ। सबै आम नेपालीहरू उहाँको न्यायको पक्षमा उभिने सबै नेपालीहरूलाई आज मोर्चाको तर्फबाट आह्वान गर्न चाहन्छौँ। त्यसैभरिबाट उहाँले सबै सडकमा सङ्घर्ष गर्नको लागि, कानुनी कारबाहीको लागि, न्याय उठाउनको लागि आह्वान, अनुरोध, अपिल गर्दै निशा विरुद्धले न्याय पाउनुपर्छ। जस्टिस फर निशा विरुद्ध। धन्यवाद। हामी अन्तिममा बालिका निशा विरुद्धको हत्या, बलात्कारपछि जुन नृशंस ढङ्गले हत्या भएको छ त्यसको विरोधमा हामीले केही नाराहरू बनाएका छौँ। यो राज्यले यो नाराहरू हाम्रो नारा मात्र होइन, यो दलित समुदायको समग्र 60 लाख दलित समुदायको अन्तर्आवाजको ध्वनि हुनेछ। र मैले भटपटाउनेछु, यहाँले चाहिँ साथ दिनु होला। निशा विरुद्धलाई न्याय दे, निशा विरुद्धलाई न्याय दे, निशा विरुद्धका बलात्कारी र हत्यारालाई सख्त कारबाही गर, निशा विरुद्धका बलात्कारी र हत्यारालाई सख्त कारबाही गर, छुवाछुत विभेदको पुनः अन्त्य गर, छुवाछुत विभेदको पुनः अन्त्य गर, महिला र बालबालिकाहरूमाथि हुने सबै किसिमका उत्पीडन हिंसा बन्द गर, महिला तथा बालबालिकाहरूमाथि हुने सबै किसिमका उत्पीडन तथा हिंसा बन्द गर, दलित महिलाहरूमाथिको बलात्कार र हत्या बन्द गर, दलित महिलाहरूमाथिको बलात्कार र हत्या बन्द गर, महिला तथा बालबालिकाहरूको पूर्ण सुरक्षाको ग्यारेन्टी गर, महिला तथा बालबालिकाहरूको पूर्ण सुरक्षाको ग्यारेन्टी गर, छुवाछुत विभेदको पूर्ण अन्त्य गर, नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद। धन्यवाद।